तपाईँको सुन्नामा छ 100 मा यहाँ 90 छ श्रीमती है भन्दा 20 वर्ष अगाडि नै 10 वर्ष अगाडि नै 10 वर्ष अगाडि जाने टिकट काट्नुहुन्छ र त्यो हुनाले आफूले अलिकता दुःख पाउँछ किन भनेपछि बालबच्चाले बुहारीहरूले अब या खान दिन्छ या दिँदैन नजिकै छैन छोराहरू त्यति ऊ हुँदैन हो त्यही हुनाले अलिकता दुःख पाउँछ हजुरले त्यतिखेर चाहिँ र अब जेठ कति वर्षको तलमाथि छ बुढाबुढी कति वर्षको तलमाथि छ भने अब जेठी कति वर्षको तलमाथि छ 6 वर्ष 6 वर्षको तलमाथि हो 4 वर्ष मात्रै हो उसो भए अन्तिममा धैर्य तपाईँको शरणमा पर्छ क्लाइमी म्याम भन्नु पर्यो अन्तिममा तर सरकारी जागिर पनि थियो विदेशको यात्रा पनि छ श्रीमतीको है यो विदेशी यात्रा पनि छ सरकारी जागिर पनि छ खाइरहेको छु यो भनेछ आम्दानी श्रीमानलाई देखाउँदैन सबै माइती देखाउँदैन टी सर्ट दियो भने त्यो भएपछि के हुन्छ श्रीमानको अलिकता चित्त दुख्छ हजुर चित्त दुखेपछि आफै भरङ्गा हुन्छ यसले नहोला भनेर श्रीमानको मनलाई चाहिँ खिन्न पारिदिन्छ श्रीमानले कमाएको चाहिँ खोजी गर्ने जहिले पनि आफूले कमाएको चाहिँ नदेखाउने भएपछि किनभने गोप्य भयो लक्ष्मीको पूजापाठ गर्नुपर्ने श्रीमतीले यहाँ मन्दिर छ यो जहिले पनि हो र श्रीमानको लागि भयो भने सूर्यलाई अर्घ चढाउनु पर्ने श्रीमतीले है अर्घ चढाउनु भनेको जल चढाउने यो जल चढाउनु नै पर्छ र श्रीमती न अरूले लान सक्छ न पहिलाको श्रीमानले सुधार्छ अन्तर परिसकेपछि अनि के अरे मेरो पहिलेको श्रीमानसँग म शरण पर्छु भन्छ किन अरूले लान सक्दैन नि यहाँ सम्भव छैन नेपाली ब्रोको बुढी लगेपछि भोलि सम्पत्ति सबै रिटर्न गर्नु पर्ला नत्र भने त फेरि त्यो भनेको छ यहाँ अर्काको करोडौँ घर त खानु मिलेन त्यही कारण ठ्याक्कै मिल्यो र उहाँको पनि महादेवकै रहेछ महादेवकै गर्नुपर्ने यो त्रिशूल हो 1 2 3 त्रिशूल महादेवकै आराधना गर्नुपर्ने महादेवकै पूजापाठ गर्नुपर्ने हनुमानजीलाई चाहिँ शक्ति लिनुपर्ने श्रीमतीको चेडा गोरो वर्णको छ अरे अलिकता श्रीमानले 1 वचन भन्यो भने उनले 3 वचन भन्ने जुन्ने भए विपद कडा व्यवहार लडाइँ गर्न कडा व्यवहार र यो माइतीमा पनि कडा व्यवहारै हो भनेको नमान्ने यो हुनाले अहङ्कारलाई त्याग्नु पर्छ त्यति गर्यो भने कस्तो होला बा कान्छीको धैर्य एकदम राम्रो छ त्यसले के होला बा मलाई सहयोग गर्ला कि त्यो लुटपाटमै लुटमारमा होइन कि हुने त भयो तपाईँको 100 मा 100 भयो तपाईँको घर चाहिँ ठ्याक्क ठेकेर बस्छ उसले कान्छीले तर तपाईँले एकदम खुसी बनाउनु पर्छ फुर्किएको भरमा ऊ फुर्किएर मजाले चाहिँ अडेर बस्छ किनभने मनलाई शान्ति गर्ने श्रीमान हो नि मनलाई श्रीमानले शान्ति गर्नु सकेन भने श्रीमतीको मन भरङ्ग भयो भने धैर्य हुँदैन यो कान्छी श्रीमती नै कस्तो होला है यो आफ्नै जातका होला कि कस्तो खालको होला केही देखा चाहिँ गुरुमादेव नक्षत्र केही त्यस्तो जातमा चाहिँ अलिकता गडबड छ है इन्टरकास्ट छ त भए तापनि धैर्य तर आफ्नो दाजुभाइले नसके पनि तपाईँलाई चाहिँ एकदम भगवानै मान्छ भगवानै मान्छ कहाँ हुनुहुन्छ के गर्दै हुनुहुन्छ अनि त्यो अचम्म परेको छ दाम आउँदा धेरै आए जातमा या ठुलो या सानो भनेको छ नि यहाँ इन्टरकास्टै भन्नु गर्न सक्छ सन्तान 4वटा भन्दा छैन पढाइ लेखाइ यसमा चाहिँ कम छ है यसमा जति छैन जेठीको जति छैन जेठी त ब्याचलर क्लियर गरिसक्यो कान्छी पढ्दैछ कान्छीको चाहिँ अलिकता कम छ पढाइमा पनि कम छ दिमागको पनि अलिक कम छ
कान्छीको अँ। तर दिमाग अलिक बोधो दिमाग छ कि बोधो दिमाग भनेको अहिले गरेको कुरो अहिले बिर्सिने हो त्यो हुनाले गुरुमादेव अब हजुरले हेरिस्यो हजुरलाई अब विगत तपाईँको 50 वर्ष अगाडिदेखि सेवा सुविधा लिँदै आएको छन् जनताहरूले म पनि यहाँ आइपुगेँ अनि मायामा श्रीमती र मायामा बराबरी बराबर छ है बराबरी जेठी श्रीमतीले तपाईँको अलिक टाढो भएर मात्रै हो माया बिछुट छैन अझ माया गरे है उहाँ जेठी श्रीमतीलाई गुरुमादेव केही छ हजुरले भनिदिनु पर्ने यहाँबाट यो तपाईँको तान्त्रिक विधिबाट अलिकता अहङ्कार हजुरबाटै छ है घमण्डी है किनभने आफूले भनेको नमानेपछि यो के को भरोसा गरेर बस्नु त भनेर तपाईँले भन्नुहुन्छ के है यसमा हुँदैन आफ्नो पनि मन भड्कियो पनि मन भड्किया हुन्छ तर बुवाले आशीर्वाद दिएपछि र यो तपाईँको दुइटै श्रीमतीबाट मर्ने बेलामा दुइटै श्रीमतीको काखमा पर्छ गुरुमादेवको जय होस् गुरुमादेव जय सूर्यनारायणले दर्शन हाम्रो जेठी श्रीमती कहाँ हुनुहुन्छ हजुर पनि एकचोटि रौतहटमा हामी चपुरमा चाहिँ हजुरको प्रस्तुत दिएको थियौँ त्यहाँबाट यहाँ एकदमै 10 किलोमिटर छ हजुरले चाहिँ यसो अब गुरुमादेवको आशिक लिन चाहनुहुन्छ नि अब मैले ल्याउनुपर्छ भने छैन पहिला त मैले बोकेँ तपाईँलाई कारमा बोकेँ हेलिकप्टरमा बोकेँ प्लेनमा बोकेँ अहिले चाहिँ अब हजुरलाई चाहिँ गुरुमादेवको दर्शन गर्नलाई चाहिँ म तपाईँलाई चाहिँ 98 24 26 007 मेरो नम्बर कल गरिहाल्नु हजुरको नम्बर कति भयो 98 440 हजुर 7 हजुर 93 ओके 440 93 93 98 41 मा तपाईँले सम्पर्क गरेर गुरुमादेवको एकचोटि आएर हेर्नु होला अब लडाइँ झगडा नगरौँ दुईवटा श्रीमती लेखेकै रहेछ लेखेकै छ अब जेल गयो पैसा सक्यो डिएस गयो अब नक्षत्रमा लेखेकै छ भने नजिकै छ त्यतै वरिपरि छ केटी टाढा छ टाढै छ केटी पनि अब टाढै रहेछ त्यही भएर उहाँलाई के भन्न चाहन्छु भने अब हजुरले अथाह माया गर्नुहुन्छ मलाई गुरुमाले भन्नुभयो अब दुनियाँ शत्रु किन हँसाउनु मिलेर बसौँ होइन हजुरलाई के आवश्यक पर्छ शत्रु हाँसिरहेछ अब सर र कारको अगाडि हिँड्नुहुन्थ्यो म ड्युटी लान्थेँ ल्याउँथेँ अब हजुर कति हाम्रो भइरह होला अब मेरो नक्षत्रमा यस्तै लेखाएको छ गुरुमादेव के गरौँ म अब मेरो अब आदरणीय बाबुभन्दा अब पछाडिको दाइ हुनुहुन्छ गार्जेन पूजन थापा चाहिँ उहाँको बुवाको 7 वटा अब मान्छे टाउ फरक भयो त अब उहाँको भाइको चाहिँ 2टा लेखाएको छ भने तपाईँ पनि किन अहिले गर्नुहुन्छ आउनुहोस् मिलेर कन्भिन्स गरौँ ठिक छ त्यो घर तपाईँ लिनुहोस् अर्को घर बनाउँला फेरि बनाएर बसौँला हामी मिलाएर गरौँ भन्न चाहन्छु यसले तपाईँको अब महिलाई 5-6 वर्षपछि विपत्ति आउँछ भने मेरो विपत्ति आयो अब म अहिले ज्योतिषी भए यसमा चाहिँ रेकर्ड त अब भइरहेछ रेकर्ड भइरहेछ है मेरो पनि 2टा श्रीमती हो आमा छोरा छोरी जस्तो गरेर बस्थेँ